देशभरिमै यस्ता खेलकुदका विकासका कामहरू, संरचना बनाउने कामहरू र यस्ता कामहरूलाई त्यसले प्रोत्साहन गर्नलाई ठुलो मद्दत पुग्नेछ भन्ने विश्वास हामीले लिएका छौँ। र यहाँहरू सम्पूर्णलाई पनि यो काममा सघाउन, सहयोग गर्न म आग्रह गर्न चाहन्छु। आज जुन हिसाबले साना भाइ बहिनीहरूलाई यहाँ खेलकुदको हिसाबले आफ्नो कला, आफ्नो क्षमता, आफ्नो सिप र हामी आत्मरक्षाको लागि मात्र होइन, समाजमा परिआएको खण्डमा हामी हाम्रो समाजको रक्षाको लागि पनि तयार हुँदैछौँ भन्ने सङ्केत गर्नुभएको छ। यसको लागि म यहाँहरूलाई सिकाउने, मिहिनेत गर्ने हाम्रो प्रशिक्षक गुरुजीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। म अभिभावकजीहरूलाई विशेष गरी के आग्रह गर्न चाहन्छु भने अघि नै हाम्रो समाजमा अझै पनि छात्राहरू, विशेष गरी बालिकाहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक छ। हामी हरेक अभिभावकको दायित्वको रूपमा हामीले हाम्रो छोरा र छोरीलाई दुईटैलाई कसरी, छोराछोरी अथवा अरूको सन्तानलाई पनि, अरूलाई पनि कसरी मानव जस्तोको व्यवहार गर्ने, कसरी सम्मान गर्ने, आफ्नै दाजुभाइ जस्तो कसरी व्यवहार गर्ने भन्ने किसिमको शिक्षा र त्यो किसिमको संस्कार दिन आवश्यक छ। किनभने अघि पूर्व वक्ता मित्रले बलात्कारको घटनाहरूमा पनि हाम्रै चेलीहरू, हाम्रै छोरीहरू शिकार हुनु परेको अवस्था छ। यसको लागि यो एउटा पाठ मात्रै हो। हामीले एउटा अभिभावकको रूपमा एउटा शिक्षा, दीक्षा र संस्कार दियौँ भने हामी सबै सुरक्षित हुने स्थिति बन्छ। कानुन पनि छ, कानुनी रूपमा कारवाही गराउने किसिमको काम सरकारको दायित्व हो। सरकारले त्यसमा पनि त्यो कुराहरूलाई अगाडि बढाएकै छ। तर त्योभन्दा महत्त्वपूर्ण पाठ आफूलाई कसरी सुरक्षित राख्ने, आत्मरक्षाका विभिन्न प्रशिक्षणहरू र यसले अघि पनि कुरा आयो एउटा अनुशासनको पनि परिचय दिने हिसाबले जुन किसिमको यहाँ हाम्रो भाइ बहिनीहरूलाई यस किसिमका खेलकुदकै माध्यमबाट, आत्मरक्षाका विभिन्न अभ्यासको माध्यमबाट देशैभरि सबै ठाउँमा यो किसिमको अभ्यास गराउनु जरुरी छ। र हामीले जसरी आफ्ना छोराछोरीलाई स्कुल पठाइरहेका छौँ, विद्यालयहरूले पनि यी कुरालाई अनुसरण गर्ने, यसलाई पनि एउटा शिक्षाको पाठ बनाउने कामहरू गर्नु जरुरी छ। त्यस्तै ममता ताइक्वान्डो ग्रुप जस्तो केही केन्द्रहरूले पनि थप केही समयमा, जसलाई जुन बेला फुर्सद हुन्छ त्यो बेलामा यस्ता किसिमका प्रशिक्षणहरू, यस्ता किसिमको सिपहरू सिकाउने कुराहरू भइदिएको खण्डमा सबैको लागि राम्रो हुनेछ। र निकट भविष्यमा सरकारले पनि, मध्य प्रदेशको सरकारले पनि यी गतिविधिहरूलाई, यस्ता किसिमका अभ्यासहरूलाई, यस्ता आत्मरक्षाको लागि गरिने प्रशिक्षणहरूलाई अझै एउटा व्यवस्थित रूपमा अगाडि बढाउने क्रममा हामी पनि अगाडि बढ्दैछौँ, हामी प्लान गर्दैछौँ। र यी कुरालाई अझै व्यवस्थित गर्नलाई प्रदेश सरकारबाट गर्न सक्ने किसिमको नीतिगत व्यवस्थाका कुराहरू, सहयोगका कुराहरू, यहाँको सङ्घको अध्यक्षजीहरू पनि हुनुहुन्छ, सङ्घका गुरुजीहरू, प्रशिक्षकजीहरू पनि हुनुहुन्छ। र आग्रह गर्न चाहन्छु मध्य प्रदेशमा खेलकुदका राम्रो सम्भावना बोकेको खेलहरूमध्ये ताइक्वान्डो पनि एउटा महत्त्वपूर्ण खेल हो, जसले हामीलाई अन्तर्राष्ट्रिय स्तरमा मेडलहरू पनि दिलाउने काम गरिरहेको छ। राष्ट्रिय खेल, 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले कर्णालीमा हुँदैछ। हामी अहिले पनि यी ठाउँमा पुगेर मेडलहरू जित्ने र हाम्रो प्रदेशको एउटा गरिमालाई बढाउने अवस्थामा हामी छौँ। त्यसको लागि हामी तयारीमा जुट्नुपर्छ। भोलि यस पछाडि हुने 11औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस सरकारले आयोजना गर्ने भएकोले गर्दाखेरि पनि हामी त्यसलाई पनि व्यवस्थित गर्दै हामीले हाम्रो प्रदेशमा आयोजना हुने खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने कामको लागि पनि तयारी गर्नुपर्छ। र मलाई खुसी के अर्थमा लागिरहेको छ भने यहाँहरूको सहयोग र सहजीकरणमा सानो बालबालिकाहरू, सानो बच्चैदेखि हामी त्यो अभ्यासमा छौँ। यसले नै भोलिको भविष्यलाई सुनिश्चित गर्ने काम गर्छ। र यी बालबालिकाहरू, यी भाइ बहिनीहरू भोलि हाम्रो देशका कर्णधार हुन्, हाम्रा देशका गौरव हुन्। र त्यो गौरवलाई बढाउने काममा खालि आत्मरक्षाको कामको लागि मात्र होइन, मैले अघि पनि भने देशको गरिमा र गौरव बढाउन, प्रदेशको गरिमा र गौरव बढाउनलाई उहाँहरूलाई जुन किसिमको अभ्यास गराइँदैछ यसले एउटा सुखद सन्देश दिँदैछ हामी सम्पूर्णलाई। फेरि पनि म अभिभावकहरू सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु, आफ्ना छोराछोरीलाई यस्ता किसिमका खेलकुदका गतिविधिहरू यही मात्रै नहुन सक्ला, तर जुनसुकै खेलको माध्यमबाट पनि बालबालिकालाई शारीरिक रूपमा मजबुत बनाउन। अघि हाम्रो दुईजना यही खेलमा भाग लिएका यही केन्द्रका भाइ बहिनीहरूले बडा राम्रो मन्तव्य राख्नुभयो। उहाँहरूले पुरा के गर्नुभयो भने यो खेल भनेको खालि आत्मरक्षाको लागि मात्र होइन, यो खेल भनेको अघि यहाँ देखाइएको प्रदर्शन गर्नको लागि मात्र होइन, यसले हामीलाई नयाँ मानव बनाउनलाई मद्दत गर्दैछ, हामीलाई एउटा अनुशासित नागरिक बनाउनलाई मद्दत गर्दैछ र हामीलाई
कसरी आफूलाई रक्षा गर्ने आत्मरक्षा गर्ने भन्ने कुरा पनि सिकाउँदैछ भन्ने किसिमको कुरा गर्नुभयो। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु र एउटा उत्कृष्ट प्रदर्शनको लागि सम्पूर्ण साथीहरूलाई सम्पूर्ण भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद। ताइक्वान्डो सिकाएर छु काठमाडौँको डिएपी स्कुलहरूमा र आफ्नो क्लबहरूमा पनि मैले विदेशमा पनि साउदी अरबको क्लबहरूमा पनि मैले ताइक्वान्डो सिकाएको छु र यो सबै सिकाएर जब म 5-6 वर्ष पहिला जनकपुर आएँ र यहाँ मैले हेरेँ अब चाहिँ यहीँ जनकपुरमै अब ताइक्वान्डोको लागि केही गर्नुपर्छ, यहाँ नै ताइक्वान्डोको अब चाहिँ धेरै पछाडि छ, यसलाई केही विकास गर्नुपर्छ भन्ने मलाई लाग्यो र मैले ताइक्वान्डो क्लब खोली। ताइक्वान्डो क्लब खोल्दाखेरि मलाई प्यारेन्ट्सहरूले पनि सपोर्ट गर्नुभयो, सबै प्यारेन्ट्सहरूले एकदम माया गर्नुभयो, आफ्नो बच्चाहरू पठाउनु भयो र बच्चाहरूले पनि राम्रोसँग ट्रेनिङ गर्नुभयो। यसरी नै मैले चाहिँ प्रोग्रामहरू पनि गरेको थिएँ, सबैको साथ सहयोग पाइरहेको छु, प्यारेन्ट्सहरूको पनि। प्यारेन्ट्सहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को मेन भनेको चाहिँ जब म काठमाडौँको डिएभीमा स्कुलमा सिकाउँदाखेरि आजभन्दा 10-11 वर्ष पहिला डिएभी स्कुलमा पलेसा गोवर्धन जो अहिले चाहिँ ओलम्पिकमा मेडलिस्ट हो, पलेसा गोवर्धन नानी भर्खरै 4-5 क्लासमा पढ्दै थियो होला। त्यहाँनिर पहिला कराते थियो र कराते ओलम्पिकमा नभएको कारणले गर्दा चाहिँ त्यो उदय कराते नै खेलेको भए अहिले ओलम्पिकमा जाँदैन थियो। मैले त्यहाँ गएँ, ताइक्वान्डो मैले स्टार्ट गरेँ र मैले उसलाई खुट्टा समातेर मैले चाहिँ सिकायो। त्यसपछि मैले केही महिना मात्रै त्यहाँ सिकाउनु पाएँ, भुइँचालोले गर्दाखेरि म यति आउनु बाध्य भयो र अहिले त्यही मेरो चेली, मलाई गर्व लाग्छ, त्यही मेरो चेली चाहिँ अहिले ओलम्पिकमा मेडल जितेको छ। मलाई त्योसँग धेरै खुसी लागिरहेछ र सेम यहाँ पनि जनकपुरमा पनि यस्तै भविष्यमा कोही निस्किन सक्छ, कोही बन्छ होला भन्ने मलाई आशा छ। यहाँबाट पनि नेसनल खेलाडी बन्छ र यहाँ पनि म नेसनल गेम, क्षेत्रीय गेम र इन्टरनेसनल गेमसम्म पनि मेरो चाहना छ। म यहाँ राख्नको लागि हजुरहरूको साथ सहयोग पाइदियो भने म त्यो एक दिन पक्कै पनि राख्नेछु र हामी सबै गुरुहरूको साथ सहयोग, सबै साथीहरूको साथ सहयोग, सरहरूको साथ सहयोग पायो भने त्यो एक दिन नेसनल गेम, इन्टरनेसनल पनि जनकपुर हुनेछ। हजुरहरूको साथ सहयोग पाइराखौँ, यति नै भन्न चाहन्छु। धन्यवाद।